साथीहरु सबैलाई नमस्कार। म छु आज आहुमहरुको धर्मीय रीतिनीति र परम्पराले पूजा अर्चना गर्ने साउलुङ सुकाफाको अस्थायी द्वितीय राजधानी हाबुङ मन्दिरमा र मसँग मेरा साथी पनि छन्। यहाँ देख्न सक्नुहुन्छ उता के पर्दै छन्। नमस्ते। र मन्दिर चाहिँ भयो यो। तपाईहरुको कुनै मनोकामनाहरु छ, कुनै आशाहरु राख्नु भएको छ तर सक्सेस हुनु भएको छैन भने यहाँ आएर तपाईहरु पूजा अर्चना गर्न सक्नुहुन्छ। तपाईहरुको मनोकामना जरुर पूर्ण हुनेछ। अलिकति भ्यू हेर्नुहोस्, तपाईलाई म देखाउँछु। यो हो मेन मन्दिर चाहिँ, यो हो मेन मन्दिर चाहिँ यो हो। यता दियोहरु जलाउने, धूपकाठी जलाउने जग्गा यो हो र यता अतिथिशाला हो। यो हेर्नुहोस्, यो घर अतिथिशाला हो। यता बस्ने गर्ने सुविधा छ। धेरै मान्छेहरु हुन्छन्, अनगिनत मान्छेहरु आउँछन्। हेर्न सक्नुहुन्छ। हामी आउँदा त बिहान कोही पनि त्यति थिएनन्, छिटै आयौं अलिकति र अहिले त धेरै मान्छेको भिडाभिड छ यहाँ। मेरा साथीले चाहिँ मनोकामना के लिएर आएका छन् पनि धेरै नीति नियमहरु पढिरहेका छन्। यहाँ बोर्डमा लेखिदिनु भएको छ। यसरी बोर्डमा स्पष्ट तरिकाले यहाँ लेखिदिएको छ। यथार्थভাবে याद लिखा হৈছে, আপুনি চাব পাৰিব আৰু বহুত ভালকৈ লিখা আছে কি আছে পালন কৰিব লাগে। मेरो घरबाट लगभग बेसी त छैन, यो 7-8 किलोमिटरको दूरीमा हो। तर भए पनि आज तक म आएको थिइनँ। साथी पनि आएछन् अनि दैव संयोगले दुईजना नै मिलेर आयौं अहिले र पूजाआजा गर्यौं। आजरी भयौं हामीहरू पनि। धेरै मान्छेहरू छन् यहाँ पूजाआजा गरिरहेका छन्। यहाँ बलि दिने व्यवस्था पनि छ। हाँस, कुखुरा, खसी, धेरै मान्छेले धेरै चीजहरू बलि गरिरहेका छन्, गइरहेका छन् मन्दिरभित्र। र तपाईहरुको नि केही मनोकामना छ, अधुरो मनोकामना केही पूर्ण भएको छैन भने आउन सक्नुहुन्छ। आउनुहोस्, हाम्रो घर छेउको मन्दिर हेर्नुहोस्, पूजा अर्चना गर्नुहोस् र आफ्नो मनोकामना सिद्ध गर्नुहोस्। ओभर टु यु मिस्टर चन्द्र पौडेल। हजुर सबैलाई नमस्कार, राधे राधे। आज म आएको छु यहाँ धेमाजीको हाबुङ मन्दिरमा। मैले इतिमध्ये पूजाहरू गरिसकेँ अनि अहिले विश्राम गरिरहेको छु यहाँ। एउटा बहुतै ऐतिहासिक यो मन्दिर हो जहाँ धेमाजी जिल्ला गदियाकै छेउमा अवस्थित छ, जहाँ मान्छेहरू धेरै यहाँ आकांक्षाहरू लिएर आउनु हुँदो रहेछ। अरू मैले यहाँ बहुत देखेँ। यहाँनिर अहिले पनि देख्न सक्नुहुन्छ उहाँ मान्छेहरू बहुत आउनुभएको छ। अनि विशेष गरेर मान्छेको भावनाहरू एउटा जुन हाम्रो विश्वास भगवानप्रति, र त्यसैले यहाँ उपस्थित भएको छु म। अरू साह्रै नै राम्रो लाग्यो। अरू धेरै दिनपछि मेरा साथी नारायणसँग पनि भेटघाट भयो। अरू हामी दुईजना यसै भेटघाट त भइरहेको छ। शिलापथरमै छन् हाम्रो नारायण। त्यही पनि आज उहाँको बागगृहमा म पनि आइपुगेँ र उहाँकै एउटा घरकै छेउको मन्दिर जहाँ हाबुङ भनिन्छ, यहाँ उपस्थित हुनमा सौभाग्य मिल्यो। सबैलाई राधे राधे। सबै सन्चै हुनुहुन्छ भन्ने आशा राख्दै धन्यवाद। तपाईहरुलाई गेटको बाहिरको नजारा पनि देखाउँछु। अहिले निस्केर जाँदाखेरि अहिले फिलहाल चाहिँ हामी पहिले पूजा गरौँ न त भनेर बाहिरको केही नउठाइकन सिधै भित्र आयौँ र पूजा अर्चना गरिसकेर हामी एकछिन यहाँ बसेका छौँ। एकछिनमा जाँदाखेरिको उठाएर तपाईहरुलाई बाहिरको नजारा पनि देखाउँछौँ है त।